हेलो गाइस, नमस्ते सिम्बा। नमस्ते सिम्बाको स्कुलको नाम के हो? सिटी मोन्टेसरीमा चाहिँ आज के हो? टिफिन डे। सो गाइज आज भन्ने सिटी मोन्टेसरीमा हामी सबै प्यारेन्ट्सलाई बोलाएर बच्चाहरूसँग टाइम स्पेन्ड गर्नको लागि स्कुलले चाहिँ टिफिन डे अर्गनाइज गर्नुभएको थियो र हामी सबै प्यारेन्ट्सहरू चाहिँ यहाँ भेला भएर बसिरहेका थियौँ। बच्चाहरू पनि आफ्नो प्यारेन्ट्स देखेर कति धेरै खुसी हुनुभएको, म्यामहरूलाई कन्ट्रोल गर्ने गाह्रो भइरहेको थियो। गाइज यो टिफिन डेको कन्सेप्ट चाहिँ सबैजनाले मन पराइराख्नु भएको थियो। प्यारेन्ट्सहरूले आफ्नो बच्चासँग टाइम स्पेन्ड गर्न पनि पाउने, घरबाट ल्याएको खानेकुराहरू खान पनि पाउने। क्लास वाइज म्यामहरूले ल्याइराख्नु भएको थियो भने अब भने हाम्रो बाबुहरूको पालो आएको थियो र बाबुको साथीहरू पनि खुसी भएर मलाई हात हल्लाउँदै हुनुहुन्थ्यो, ओ सिम्बाको मामु भन्दै। साँच्चै भन्नुपर्दा बच्चाहरूलाई स्कुलमा आफ्नो प्यारेन्ट्स आउँदाखेरिको एक्साइटमेन्ट नै छुट्टै खुसी हुँदै उफ्रिँदै आफ्नो प्यारेन्ट्सतिर गइराख्नु भएको थियो भने मेरो सिम्बाले चाहिँ मलाई देखेकै थिएन। ऊ चाहिँ मलाई खोजिरहेको थियो, मामु कता उसिन्छ भनेर। हेलो सिम्बा। अनि बल्ल सिम्बा मेरो मसँग आयो। आज टिफिन डेमा चाहिँ म्यामहरूले नो जङ्क फुड भनेर नोटिस पठाउनु भएको भएर हामीले चाहिँ सिम्बाको फेभरेट फ्रुट्सहरू रेडी गरिदिएका थियौँ भने अनि अलिकति राइस र उसको ड्याडीले चाहिँ चिकन मन्चुरियन बनाइदिनु भएको थियो। बाबुलाई चाहिँ फ्रुट्सहरू धेरै मनपर्ने हुँदाखेरि फ्रुट्स नै धेरै राखिदिएका थियौँ। सिम्बुलाई मन परिरहेछ? टोमेटो मन पर्ने मान्छे खस्नु लाग्यो पखाइ। आज यहाँ कतिपय बेबीहरूको पेरेन्ट्स आउनुभएको थियो भने कतिपयको ग्रान्ड पेरेन्ट्स, दादा दिदीहरू आउनुभएको थियो र बिपी क्यासबाट पनि हामी 3-4 जना पेरेन्ट्सहरू थियौँ, आफ्नो बच्चालाई टिफिन लिएर आएका थियौँ। सिटी मोन्टेसरीमा चाहिँ आज के हो? टिफिन डे नि। अनि सिम्बाको टिफिन चाहिँ आज घरबाट हामीले प्रिपेयर गरेर ल्याएको छौँ। सिम्बाको फेभरेट कुरा चाहिँ धेरै चाहिँ यहाँ फ्रुट्स नै छ, राइस। यहाँ अनि सिम्बा चाहिँ आफ्नो साथीहरूसँग बसेर खाइरहेको छ। ह्याप्पी टिफिन डे। कतिवटा हालेको त देखाइदिँदैन आन्टीलाई? कतिवटा हाम्रो सिम्बुलाई मनपर्छ एकदम टोमेटो लभर। यता हेर त सिम्बु। साथीले हेरेको छ टोमेटो खाएको। मिठो लाग्छ है? जम्सीमा हेलो, हाम्रो यहाँ रेडियोलोजीको डाक्टर खाइसक्यो बाबुले? ए नानीले। सिम्बाले त सौरभकोमा जाने भनिरहेको छ नि है? सिम्बा हाम्रो घर तल हुने। तल? कहाँ तल? नि सक्यो खाएर?
मेरो नाइट अफ आज त्यही त सौरभ मेरो नाना पनि तान्दियो सिम्बाले त सौरभ सिम्बा त्यसपछि वानस साथी साथी हो बेस्ट फ्रेन्ड हो अर्को एउटा बेस्ट फ्रेन्ड चाहिँ खोइ त हाङसाङ हो गाइज अनि स्कुलले पेरेन्ट्सहरूलाई चाहिँ एक्टिभली पार्टिसिपेट भइदिनु भएकोमा थ्याङ्क यू भनेर एउटा सर्टिफिकेट पनि दिइराख्नु भएको थियो दादा रोको आएन है सिम्बा लन्च खाइसकेर घर जाने बेलामा प्रायः सबै बच्चाहरू चाहिँ रोइराख्नु भएको थियो भने हाम्रो सिम्बा पनि उसलाई एकदम गाह्रो भइरहेको थियो अब गाह्रो हुने भन्छ टिफिन दिँदैन बाई बाई अब हामी चाहिँ बुद्धचोक आइपुगेका छौँ गाइज हजुरहरूलाई चाहिँ टिफिन डे कस्तो लाग्यो त मलाई त कन्सेप्ट एकदमै राम्रो लाग्यो अरू पेरेन्ट्सहरूलाई सोध्न भने पाइनँ आज म अलि टायर्ड पनि थिएँ नाइट ड्युटी भएको भएर सी यु नेक्स्ट ब्लग लाइक शेयर एन्ड सब्सक्राइब रहने का